हजुरको ल नाम चाहिँ के हो हजुरको शुभ नाम? मेरो भोजबहादुर। भोजबहादुर। घर कता हजुरको? मेरो काउसुती। काउसती। अनि काठमाडौँ चाहिँ के कसरी आउनुभयो, केमा आउनुभयो? म चाहिँ पैदलै हिँडेँ। पैदल हिँडेरै आउनुभयो? के को लागि आउनु भएको? म चाहिँ पैदल खास चाहिँ मेरो प्रेसर पनि बढिरहेको थियो, सुगर पनि बढिरहेको थियो। अनि एक झट्का होला जस्तो लक्षण आयो। त्यो शरीरलाई पनि ध्यान दिनुपर्छ भनेर यसले त रगत सञ्चालन गर्छ हिँड्दाखेरि भनेर म हिँड्दै आएको। लगभग 5 दिनमा म काठमाडौँ पुगेँ। हजुर। त्यसपछि 6, 7, 8 आज लगभग 8 दिन। रोडै रोड। अनि हजुरको घरमा चाहिँ को हुनुहुन्छ? घरमा बुवा मम्मी म। बिहे गर्नुभयो? बिहे गरेछ। कति वर्ष पुग्नुभयो? 32। 32। हजुरको नाम के अरे? भोजबहादुर थनेत। भोजबहादुर? भोजबहादुर के हो? थनेत। ए अनि कति पढ्नु भएको छ? ब्याचलर 3rd इयर पढेको, क्लियर भएन। क्लियर भएको, इन्टर क्लियर। म्यानेजमेन्ट पढ्नु भयो? मलाई A+B² को फर्मुला भन्नु त। A² + 2A+B²। मान्छे त हेर्नु अब राम्रो मान्छे रहेछ दाइ। अब तपाईँ के मानव आश्रममा जानुहुन्छ भने हामी कन्ट्याक्ट गराइदिन्छु। हजुर अनि बस्नु चाहिँ रातिर कता बस्नुहुन्छ त? मलाई बरु रुम कन्ट्याक्ट गराइदिनु न। रुम त हजुरलाई यस्तो दाइ, अब रुम भन्दा नि पहिला तपाईँलाई चाहिँ कस्तो के को जरुरत छ भन्दा नि अलिकति एकदम हजुर चाहिँ नर्मलै हुनुहुँदो रहेछ होइन। अब यो कुन तरिकाले चाहिँ हिँड्नु भएको हो, के लक्ष्य लिएर हिँड्नु भएको हो तपाईँ होइन, त्यसरी चाहिँ नहिँड्नु। तपाईँले अब चाहनुहुन्छ भने चाहिँ तपाईँलाई अब हामी बरु घर पनि तपाईँको घर पनि पुऱ्याइदिन्छु हामी, गाडी भाडा साडी भाडा हालिदिन्छु होइन। हजुरलाई घरको फोन नम्बरहरू कोही आमा बुवाको थाहा छ कन्ट्याक्ट? आमा बुवाको मैले कन्ट्याक्ट नम्बर केही पनि ल्याइनँ क्या। मेरो मोबाइल बिग्रेको थियो, बिग्रेपछि हिँडेँ हो। चुरोट जाँड रक्सी केही खानुहुन्न है? ए अनि काठमाडौँ आउनु भएको कति भयो? 19 गते आएको, आज कति गते भयो? 25, 7, 8 भनेपछि यता कता बस्नुहुन्छ अहिले? तपाईँलाई थाहा छ अहिले तपाईँ कुन ठाउँमा हुनुहुन्छ थाहा छ? म त यस्तो कि हिँड्न त हिँड्छु, लोकेसन ठ्याक्क अब कुन ठाउँमा जाने हो अनि सबै ठाउँमा पस्दिनँ म। यसो एनालाइसिस गरेर त्यही अनुसार जाने हो। जहिले हिँड्नुहुन्छ? जहिले त हिँड्दिनँ म। लगभग 18 गतेभन्दा अगाडि म प्रेसमा काम गर्थेँ 6000। ए प्रेसमा काम गर्नुहुन्थ्यो? जागी त म त्यही खान्थेँ है। यता आएर अलि फरक किसिमले गर्नु पर्यो भने हो, काम पनि खोजे हो, काम खोज्दै के गर्दै गरौँ भनेको अब त्यही थियो। ए काठमाडौँ चाहिँ हजुर आउनुको कारण काम खोज्दै आउनु भयो? काम खोज्ने हो। अनि हिँड्दै आउनु भएको वहाँबाट काउसतीबाट? काउसतीबाट आउने बेला चाहिँ तपाईँसँग साथमा के थियो त? अनि तपाईँ त पुरै साथमा मेरो खासै केही पनि थिएन। यतिकै तपाईँ यतिकै नर्मली यतिकै आउनु भयो? नर्मली यतिकै। पैसाहरू मोबाइल केही थियो कि? झोला थियो, मोबाइल बिग्रेको थियो। मोबाइल बिग्रेको थियो? ए अनि हजुर घरको मान्छेहरूले खोज्या होला नि त? अनि घर परिवारले खोज्या होला, फ्यामिलीले आमाहरू कुर्नु भयो होला घरमै? होइन खोज्नु त खोज्या होला, तर मेरो लाइफ मेरो चोइस भनेर हो। होइन त्यो भन्दा नि यस्तो दाइ, यसरी चाहिँ हिँड्नुभन्दा त बरु अलिकति राम्रै तरिकाले बरु केही हो। यो चरित्र हत्या भएर म यता हिँड्या हो। तपाईँले पनि पत्रकारै हो तपाईँ। कस्तो चरित्र हत्या भन्नाले किन तपाईँलाई त्यस्तो केही नराम्रो भएको थियो र हजुरलाई? चरित्र हत्या भनेको धेरै ठुलो चरित्र हत्या भएको छ मेरो उता गाउँमा। के भयो? अब त्यो सबै कुरो भन्यो भने होइन भन्नु न, हामीले केही अब हजुरलाई केही सहयोग गर्न सक्छौँ कि? मैले हजुरको यो भिडियो गर्नुको कारण चाहिँ तपाईँलाई अब ठाउँमा पुगोस् होइन। ठाउँसम्म पुगे पनि यता सुन्नु न, सहयोग भनेको अहिले मलाई जागिर चाहियो होला, त्यति सहयोग हो। अरू त्यही त हजुर, यस्तो जागिर चाहिनु अगाडि हजुर पनि अब पहिला फ्रेस हुनु पर्यो, नुहाउनु पर्यो, कपडा होइन कपडा फेर्नु पर्यो। यस्तो हुलियाले दिँदैन नि त हजुरलाई जागिर। फ्रेस त म भइहाल्छु, सुरु काम पाउनु परेन। होइन यस्तो काम दिनको लागि पनि हजुर पहिला पुग्नु पर्यो। तपाईँलाई मान्छेले हेर्छ नि त नि, तलबाट माथिसम्म हेर्छ। तपाईँ त अब हिँड्दा हिँड्दा यस्तो धुलो मैलो हुनुभएको छ होइन। लेबर काम पनि गरिन्छ नि। लेबर काम पनि गर्नुहुन्छ? होइन यस्तो मान्छेले पत्याउँदैन नि त कुरा। मान्छेले पत्याउने नपत्याउने आफ्नो ठाउँमा छ। न काम नभेटे बरु गरेर सोधेर खाम्ला। अनि के छ र, जिन्दगी मरेर जाने हो। मैले यो 7 दिनमा मैले कतिवटा कुरा सिकेँ। म यति बोल्थिनँ ल। इम्प्रुभ भएको म यो 7 दिनमा म अनुभव गर्दैछु। इङ्ग्लिस बोल्नुहुन्छ मजाले?
इङ्ग्लिस पढ्नुहुन्छ, कोरियन पनि म पढे मान्छे हो। ए कोरियन नि पढ्नु भा? कोरियन कुन चाहिँ पढ्नु भएको हो? आन्याङ हाँस्यो भनेको के हो? आनाङ हाँस्यो अनि इपिएस पढ्नु भा कोरियाको लागि? ए अनि त्यस्तो राम्रो गर्नु भएको रहेछ दाइ। हजुरलाई चाहिँ के समस्या, चरित्र हत्याकै कारणले यस्तो भएको हजुर? चरित्र हत्या भन्नाले उसको अब इमेज हुन्छ नि, आफ्नो मान मर्यादा नै त्यो भएको के, खत्तमै भएको के। अब हुन्छ नि अरूले अति नै नराम्रो गरेर केही नलागेर अनि आफ्नो बाटो हिँड्नेको बाटोमा त्यस्तो टाइपको होइन? हो त्यही हो। त्यो मैले भने तपाईँलाई केस लाग्छ के, त्यस्तो कुरो छ त्यो। तपाईँलाई छोपेर लान्छ मान्छे। अब दाइ यस्तो नि त, तपाईँ मलाई भोलि पनि यही ठाउँमा भेट्नु होइन? भोलि म हजुरको लागि अर्जुन भुसालले त मलाई छोप्न सकेको छैन। ए अर्जुन भुसाल पनि भेट्नु भइसक्यो? अर्जुन भुसाललाई भेटे छैन। त्यो राजन पनि राम्रो छ। त्यो राजन, त्यो राजनलाई पनि भ्रममा पारेछ उसले। यो मिडिया लाइन छ, सबै खाने लाइन हो। तपाईँ कुन लाइन हो? म मिडियाको मान्छे होइन, म चाहिँ तपाईँको इन्ड्राइभ गर्छु। यता सुन्नु न, म तपाईँ पनि त्योसँग मिलो मतो छ? होइन होइन, हामी त्यस्तो मिलो मतो होइन दाइ। घुमिरहेको मान्छेलाई तपाईँले इन्टरभ्यू लिनुभएको छ? होइन, त्यो त तपाईँलाई सोधेर भनेर गरेको नि मैले। हजुरलाई के छ कस्तो छ सोध्नु न, म त यही त हो नि। मैले चाहिँ हजुरलाई यस्तो हो कि हजुरलाई किन उत्यो होस् नहोस् तपाईँले सोध्नुभयो है। तपाईँले मलाई मानसिक सन्तुलन गुमेको भन्नुभयो होइन। म आयुर्वेदिक औषधि म आफै बेचे हो। 30,000को जागिर म आफै खान्थेँ। 30 पैसाको जागिर आफै खान्थेँ। गभर्मेन्टलाई 4 लाख जति मैले आफैले बैङ्कमा हाले हो। त्यही त अब यस्तो हजुरको चाहिँ नि घर फर्किने विचार छैन? अब घर फर्किनु भनेको म यताबाट केही बनेर फर्किनु। त्यही त यस्तो हो। अब हजुर चाहिँ अलिकति नयाँ नआएर कपडाहरू नयाँ फेरेर होइन, हामीले अब सबैजनाले हाम्रो चाहिँ त यस्तो कि हाम्रो चाहिँ इन्ड्राइभको हजुर हजुर होइन, हामीले प्रोभाइड गर्छु नि त हजुरलाई। हाम्रो चाहिँ कस्तो छ भने अहिले गर्नु ल। त्यही त तपाईँलाई अब मैले जुन यो गरेँ अहिले गर्नु, अहिले गर्नु हो। त्यही भएर त कुरो बिग्रिन्छ। तपाईँले चेक गरिराख्नु पर्छ मलाई।